शहरको फ्लश टोयलेटबाट बग्ने यो वेस्ट वाटर आखिर कहाँ हराउँछ होला भनेर कहिले सोच्नु भएको छ? आजको यो सेसनमा हामी यही रोचक विषय अर्थात् स्यानिटरी इन्जिनियरिङको बेसिक कन्सेप्ट्सहरू एकदम क्लियर गर्नेछौँ। यो एउटा कम्प्रिहेन्सिभ एक्जाम प्रेप गाइड पनि हो जसले थियोरीदेखि लिएर न्युमेरिकलसम्मका कुराहरू समेट्नेछ। ओके, लेट्स डाइभ इन्टु दिस। आजको हाम्रो रोडम्याप यस्तो छ। बेसिक्स र टर्मिनोलोजिजबाट सुरु गरेर स्यानिटेसन र सिवरेज सिस्टम्स हुँदै फ्लो एस्टिमेट गर्ने तरिका हेर्नेछौँ र अन्त्यमा एक्जामको लागि एकदमै इम्पोर्टेन्ट क्याल्कुलेसन ऱ्यासनल मेथडलाई कभर गर्नेछौँ। सेक्सन 1 बेसिक्स एन्ड टर्मिनोलोजिज। इन्जिनियरिङ भोक्याबुलरीको एउटा सलिड फाउन्डेसन बनाउन एकदमै जरुरी छ है, किनभने एक्चुअल डिजाइन यहीबाट सुरु हुन्छ। खासमा स्यानिटरी इन्जिनियरिङको मेन गोल भनेको नै पब्लिक हेल्थ र इन्भाइरोन्मेन्टलाई प्रोटेक्ट गर्नु हो। फोहोर पानी, जसलाई हामी वेस्ट वाटर भन्छौँ, त्यसलाई सेफली कलेक्ट गर्ने, पाइप्सको माध्यमले कन्भे गर्ने र हार्मफुल कुराहरू हटाउन ट्रिटमेन्ट गर्ने सबै काम यसै अन्तर्गत पर्छ। अनि सही ट्रिटमेन्ट भयो भने त यो पानीलाई एग्रिकल्चरल या इन्डस्ट्रियल रूपमा रियुज गर्न पनि मजाले सकिन्छ। अब ब्ल्याक वाटर भनेको के हो त? नामबाटै क्लियर छ, यो फ्लश टोयलेटबाट आउने वेस्ट वाटर हो जसमाथि ह्युमन वेस्ट अर्थात् फिसेस र युरिन मिक्स भएको हुन्छ। स्यानिटरी डिजाइन गर्दा यसलाई सबैभन्दा एक्सट्रिम केयरको जरुरत पर्छ। ब्ल्याक वाटर भन्दा ठ्याक्क फरक अर्को एउटा टर्म छ सलेज, जसलाई हामी ग्रे वाटर पनि भन्छौँ। सलेज भनेको चाहिँ किचन, लन्ड्री र बाथरुमबाट आउने वेस्ट वाटर हो जसमाथि ह्युमन एक्सक्रिटा हुँदैन। एक्जाममा धेरैजसो यिनीहरूको डिफरेन्स सोधिने गर्छ, सो कीप दिस इन माइन्ड। सेक्सन 2 स्यानिटेसन सिस्टम्स। इतिहासदेखि आजसम्म यस्तो वेस्टलाई इन्जिनियरहरूले कसरी ह्यान्डल गर्दै आएका छन्, लेट्स लुक एट द्याट। दुईवटा मुख्य सिस्टमहरू छन्। एउटा प्रिमिटिभ कन्जर्भेन्सी सिस्टम जसमा वेस्टलाई म्यानुअली कलेक्ट गरेर कार्टमा लगिन्थ्यो। यसले स्यानिटरी रिस्क एकदमै बढाउँथ्यो। तर आजको मोडर्न वाटर क्यारेज सिस्टममा क्लोज्ड पाइप्सको युज हुन्छ, जहाँ वेस्टलाई फ्लो गराउन वाटरलाई नै कन्भेन्स मिडियमको रूपमा प्रयोग गरिन्छ। यो सिस्टम पुरै क्लोज्ड हुने भएकोले हाइली हाइजेनिक हुन्छ। सेक्सन 3 सुवरेज सिस्टम्स। वाटर क्यारेज सिस्टमभित्र पानी हालेर इन्जिनियरहरूले सिचुएसन अनुसार धेरै क्रुसियल डिजाइन चोइसहरू गर्न पर्छ। एक्जाममा धेरै सोधिने अर्को ट्रेड अफ हेरौँ है त। सेपरेट सिस्टम्समा स्टर्म वाटर र स्यानिटरी वेस्टको लागि दुईवटा फरक सेटको पाइप्स हुन्छन्। यसले ट्रिटमेन्ट प्लान्ट सानो बनाउन त मद्दत गर्छ, उता कम्बाइन्ड सिस्टममा चाहिँ एउटै ठूलो पाइपबाट दुवै फ्लो एकै ठाउँ लागिन्छ। यसले प्लम्बिङ वर्क र कस्ट कम गर्छ, तर पाइपको साइज भने ठूलो चाहिन्छ। अब अर्को एउटा रोचक सिस्टम छ, पार्शियली कम्बाइन्ड सिस्टम। खासमा इन्जिनियरहरूको लागि यो एउटा पर्फेक्टली ब्यालेन्स्ड मिडल ग्राउन्ड हो। यसले रुफ र पेभमेन्टको अलिअलि स्टर्म वाटरलाई मात्र सिवेजमा पठाउँछ। यसरी लो फ्लो हुँदा पाइपमा बसेको सेडिमेन्टलाई पनि पानीले फ्लश गर्न मद्दत गर्छ र बाँकी धेरै स्टर्म वाटरलाई चाहिँ ओपन ड्रेनबाटै पठाइन्छ। इट्स अ रियल विन विन। सेक्सन 4 एस्टिमेटिङ वेस्ट वाटर फ्लोज। अब हामी यो विषयको म्याथमेटिकल पार्टतिर लागौँ। कुनै पनि सिस्टम डिजाइन गर्दा आखिर कति फ्लो आउँछ भनेर एस्टिमेट गर्नु सबैभन्दा पहिलो कदम हो। ड्राई वेदर फ्लो वा DWF भनेको के हो त? सोच्नुस् त, यो ड्राई सिजनमा स्टर्म वा बर्सात नभएको बेलामा बहने स्यानिटरी सिवेजको फ्लो हो। यसमा डोमेस्टिक सप्लाई, कमर्सियल वेस्ट र ग्राउन्डबाट छिएर आउने ग्राउन्ड वाटर इन्फिल्ट्रेसन पनि पर्ने गर्छ। DWS क्याल्कुलेट गर्ने फर्मुला एकदम स्ट्रेट फरवर्ड छ। पहिला दिनमा कति वाटर सप्लाई हुन्छ त्यो रेट निकाल्ने, तर याद राख्नुपर्छ सबै सप्लाई भएको पानी सिवरमा जाँदैन, केही इभापोरेसन या ग्राउन्डमा जान्छ। त्यसैले सप्लाईको 70 to 90% मात्र क्याल्कुलेट गर्ने, त्यसपछि त्यसलाई एउटा पिक फ्याक्टरले मल्टिप्लाई गर्ने। सिम्पल एज द्याट। यहाँ ध्यान दिनपर्ने मुख्य कुरा के हो भने पिक फ्याक्टर कसरी सानो हुँदै जान्छ। डोमेस्टिक सिवरमा माथिबाट एकसी पानी आएर पिक बढ्न सक्छ, त्यसैले पिक फ्याक्टर 6 राखिन्छ। तर फ्लो ट्राभल हुँदै ब्रान्च हुँदै ट्रङ्क सिवर या मेन आउटफलमा पुग्दा यो घटेर 2 वा 2.5 हुन्छ। यो किनकि धेरै ठाउँको पानी मिसिदा समयको अन्तरले फ्लो आफै ब्यालेन्स हुँदै जान्छ र एकसी ठूलो पिक आउँदैन। सेक्सन 5 द ऱ्यासनल मेथड।
अब हामी सबभन्दा इम्पोर्टेन्ट म्याथमेटिकल कन्सेप्ट अर्थात् वेट वेदर फ्लो क्याल्कुलेट गर्ने मेथड सिक्नेछौँ। वेट वेदर फ्लो वा WWF भनेको रेनी सिजनमा आउने टोटल फ्लो हो। यसमा ठूलो पानी पर्दा सिटीको क्याचमेन्ट एरियामा हिट गर्ने स्टोर्म वाटर र नियमित आउने स्यानिटरी सुवेज दुवै मिक्स भएको हुन्छ। डिजाइनको लागि यसको सही एस्टिमेसन एब्सोल्युटली क्रुशियल छ। र यो वेट वेदर फ्लो निकाल्ने सबैभन्दा फेमस टुल हो ऱ्याशनल मेथड फर्मुला। फर्मुला एकदम सिम्पल छ, Q = CI / 360। यो फर्मुला विशेष गरी 50 हेक्टर्सभन्दा सानो क्याचमेन्ट एरियाहरूको लागि एकदमै प्रिसाइज टुल मानिन्छ। अब प्रत्येक भेरिएबलले फिजिकल टर्म्समा के जनाउँछ त्यो बुझौँ। Q भनेको ओभरअल डिजाइन डिस्चार्ज हो जो Q मिक्समा निकालिन्छ। C भनेको रन अफ कोएफिसिएन्ट हो, यो खासमा सर्फेस कस्तो छ त्यसमा निर्भर गर्छ। जस्तै कङ्क्रिट पेभमेन्ट वा रुफमा पानी एब्जर्ब हुँदैन, त्यसैले C को भ्याल्यु हाई हुन्छ। I भनेको रेनफल इन्टेन्सिटी हो र A भनेको टोटल क्याचमेन्ट एरिया हो हेक्टेयर्समा। अब टाइम अफ कन्सन्ट्रेसन वा TC को कन्सेप्ट बुझौँ। TC भनेको त्यो ठ्याक्क समय हो जब एन्टायर क्याचमेन्ट एरियाको सबै ठाउँबाट पानी फ्लो भएर मेन इनलेट पोइन्टमा पुग्छ। यही एक्ज्याक्ट मोमेन्टमा फ्लो सबैभन्दा म्याक्सिमम हुन्छ। स्टोर्मको पिक निकाल्न इन्जिनियरहरूले यही टाइमलाई बेस मान्छन्। सेक्सन 6 लुकिङ अहेड। इन्जिनियरिङ म्याथ र क्याल्कुलेसन्सबाट थोरै बाहिर आएर अब अलि ठूलो ग्लोबल पिक्चरतिर हेरौँ। संसारभरि वाटर स्केर्सिटी वा पानीको अभाव बढ्दैछ। यस्तो अवस्थामा स्यानिटरी इन्जिनियरिङको भूमिका केवल वेस्ट फ्याल्नेमा मात्र लिमिट हुँदैन। वेस्ट वाटरलाई स्ट्रिक्टली ट्रिट गरेर इरिगेसन, इन्डस्ट्री या ग्राउन्ड वाटर रिचार्जको लागि रियुज गर्ने कुराले भविष्यमा हाम्रा सहरहरूलाई कसरी रिसेप गर्छ होला? यही थट प्रोभोकिङ प्रश्नसँगै आजको यो सेसन यही एन्ड हुन्छ। कीप लर्निङ।